अहिले हामी रातमाटे डाँडोमा आएका छौँ। यो उकालो हामीले पार गऱ्यौँ। यहाँ वरिपरि तपाईहरु थाकलका चाहिँ बुटाहरू देख्नुहुन्छ। अब हामी यसरी हिँड्दै हिँड्दै यो जंगलमा घुम्दै घुम्दै हामी अब यो रातमाटे डाँडोको चाहिँ टपतिर लागिरहेछौँ। यो वरिपरि हरियाली थाकलका झ्याङहरू बुट्यानहरू वरिपरि हामी देख्न सक्छौँ। यो थाकल चाहिँ धेरै उपयोगी खालको यो पहिले चाहिँ यो यसलाई घर छाउन पनि प्रयोग गरिन्थ्यो। अहिले पनि गाईबस्तुहरूलाई खुवाउन बाख्रा पाठालाई खुवाउन र बार बेर्नको लागि पनि अहिले बेराबारा गर्न पनि यो थाकलको प्रयोग गरिन्छ। यो रातमाटे डाँडो धेरै अग्लो ठाउँमा रहेको छ र यस ठाउँमा आएर चाहिँ वरिपरि यो थाकलको बीचमा आएर फोटो खिच्न आउने मानिसहरूको पनि उत्तिकै लामो लर्को लाग्ने गरेको पाइएको छ। यो ठाउँ पर्यटकीय दृष्टिकोणले पनि अत्यन्त मनोरम छ, किनकि यो अग्लो डाँडोमा यसरी हरियाली ठाउँमा बीचमा बसेर फोटो खिचेर रमाउँदै सेल्फी खिचेर अथवा भनौँ टिकटकहरू बनाएर पनि मानिसहरूले यहाँ रमणीय वातावरणको आनन्द लिन सक्छन्। यो थाकलको यो झ्याङलाई पन्छाउँदै म पनि अगाडि बढिरहेको छु। हामी अहिले आम्बासीको यो आम्बासी हाइटमा रहेको यो एकदमै चर्चित रातमाटे डाँडोमा हामी उकालोतर्फ बढिरहेका छौँ। यहाँ देख्नुहुन्छ बाटो अलि अप्ठ्यारो छ। यसपालि पानी परेको कारणले गर्दाखेरि धेरै वर्षा भएको कारणले गर्दा पानीमा यो अहिले थाकलका बिरुवाहरू पनि धेरै उम्रिरहेका छन्। बाटो साँघुरो भए तापनि हिँड्न सकिने खालकै छ। हामी अब लगभग यो हाइटमा आइसकेका छौँ। एकदम नै अब यो उकालो चढ्ने बानी नभएको कारणले गर्दाखेरि अलिकति अप्ठ्यारो महसुस हुँदाहुँदै पनि यहाँबाट देखिने जुन दृश्यहरूले मनै लोभ्याउने भएको कारणले गर्दाखेरि हामी यो डाँडामा नआइकन रहन सकेनौँ। हामी पक्कै पनि धेरै हाइटमा आइसकेका छौँ। अहिले यहाँबाट हामी हरियाली देख्न सक्छौँ। अगाडि हामी निरन्तर बढिरहेका छौँ। अब हामी यो रातमाटे भन्ने ठाउँमा आइपुगेका छौँ। यो धेरै हाइट छ। तपाईँ देख्नुहुन्छ यो यहाँबाट नदीका दृश्यहरू पनि यहाँबाट प्रष्ट देख्न सक्छौँ। हामी धेरै परसम्मका दृश्यहरू यो चाहिँ हामी अहिले रातमाटे डाँडामा आइसकेका छौँ। यहाँ हेर्नुहोस् त, यहाँ सबै माटो चाहिँ यो डाँडा भएको माटोहरू सबै रातो छ। त्यही भएर यसलाई रातमाटे डाँडा भनिन्छ। घर लिप्न ओर्न यो माटोको प्रयोग गरिन्छ। यहाँनिर चाडबाड लगायतका अन्य अवसरहरूमा यहाँका मानिसहरू आएर यहाँको माटो लगेर घरलाई मजाले लिपेर सजावट गर्नुहुन्छ। यो रातमाटे डाँडो हो। यो अत्यन्त रमणीय ठाउँ छ। यदि तपाईँहरू पनि फतेहपुर घुम्न आउँदाखेरि यो बेलका नगरपालिकामा रहेको यो आम्बासीको हाइटमा रहेको यो रातमाटे डाँडामा आएर तपाईँहरूले चाहिँ रमाउन सक्नुहुन्छ, घुमघाम गर्न सक्नुहुन्छ। यो साँच्चै नै यो अत्यन्त रमणीय ठाउँ छ। यो ठाउँमा आएपछि अथवा आम्बासी आएपछि एकचोटि रातमाटे डाँडो चाहिँ आएर हेरेर घुमेर यहाँको पर्यटन प्रवर्धन गर्न वृद्धि गर्नलाई हामीले सहयोग पुर्याउनुपर्छ। र यो ठाउँ वास्तवमा भन्यो भने अत्यन्त रमणीय छ। हाम्रो सबैको चाहिँ यहाँनिर चाहिँ कहिलेकाहीँ गरिने भिजिटले गर्दाखेरि पनि यो ठाउँको परिचय धेरै बढ्न सक्छ। यो ठाउँ धेरै अगाडिसम्म पनि जान सक्छ। यहाँको पर्यटन वृद्धि हुन सक्छ। यो रमणीय ठाउँ छ। यहाँ पिकनिक खान, घुम्न, विभिन्न चाहिँ यहाँको ट्रेकिङ जस्तो यहाँनिर अगाडि पनि हामी आउन सक्छौँ। त्यसैले गर्दा यो रातमाटे डाँडोमा हामी आएका छौँ र तपाईँहरू पनि यदि समय मिल्यो भने कहिलेकाहीँ यो रातमाटे डाँडोमा आएर एकचोटि घुम्नुहोस्, यहाँको वातावरणलाई हेर्नुहोस्, पर्यावरण हेर्नुहोस्
हरियाली हेर्नुहोस्, रमाउनुहोस्।